नमस्ते मित्र, तपाईलाई स्वागत छ मेरो युट्युब च्यानलमा। म तपाईलाई आज क्यापकटमा नेपाली अक्षर कसरी लेख्ने भन्ने कुरा सिकाउन छु। मैले यहाँ अलिकति लेखिसकेको छु। अब बाँकी लेख्नुपर्ने कुरामा म तपाईलाई देखाउने छु है त। क्यापकटमा चाहिँ इङ्ग्लिस लेटर भन्दा मिल्दैन, त्यो भएको कारणले। सुनौ हाम्रो कहाँ पुगेको छ। अब यहाँ प्रत्येक दिन सयौं बाधाहरूलाई भन्ने कुरोलाई चाहिँ नोट्समा गएर लेख्ने है त। यसरी प्रत्येक दिन सयौं बाधाहरूलाई सामना गर्न पर्दा यसो दिनुहोस् तपाईको सामर्थ्यलाई म भिजे भनौँ। यसलाई चाहिँ हामी के गर्छ भन्दाखेरि डटरमा गयो, सेभ एज फाइल, इमेज फाइल, डिसिएम, क्यामेरा, सेभ के त्यस पछाडि यो अलरेडी ग्यालेरीमा आउँछ। र के गर्नु जाने प्रत्येक दिनको लागि एड ओभरप्ले यसरी एड गर्ने। ओभरप्ले हुन्छ है। तपाईँले ओभरप्ले कहाँ खोज्ने भन्दाखेरि यहीँ फर्स्टमै आउँछ ओभरप्ले। त्यसपछि यहाँ के छ, अब प्रत्येक दिन सयौं बाधाहरूलाई भन्ने गराउनु पर्यो। त्यसको लागि ट्रान्सफर्म क्रो 16.9 मा जाऊ अनि त्यसपछि यति गऱ्यो भने पुग्छ र सेभ गऱ्यौँ। अनि त्यसपछि हामीले के भयो किन स्टप भयो। किन थाहा भएन, क्लियर गरिदियो। फेरि जानेछौँ है। त्यसै यहाँ हुँदै थियो हजुरको ठाउँमा के त भने देखायो। अब हामी यहाँ पुगेका छौँ। अब यहाँ ओभरसिर जाने, यसमा जाने। त्यसै हामी यसलाई के गर्छौँ भन्दाखेरि ट्रान्सफर्म क्रोप जुन कुरा गऱ्यो। अब यसलाई हामी यसरी राख्ने, यस्तो गर्दै यसलाई अब यसो गरेर अब फेरि यसमा जाने। प्रत्येक दिन सयौं एनिमेसन हालिदिउँ है त। भोलिको लागि जाउँ सामना गर्नको लागि फेरि फोटोज लिने अनि त्यसपछि
ट्रान्सफर्मको अनि त्यसपछि सामान्य देखि तलको तान्ने नि यसरी हेर्नुहोस् है। हामी यसलाई ठुलो बनाउने अनि यसरी ओके। अनि तपाईँले यसलाई के गर्न सक्नुहुन्छ भन्दाखेरि यसको यहाँ गएर एनिमेसनमा गएर दिनुहोस् तपाईँको सामर्थ्यलाई यसरी जाने काट गर्ने गर्ने। अब योभन्दा माथिको काट्नु पर्यो। त्यसको लागि ट्रान्सफर्म करो 16.9 दिनुहोस् तपाईँकोदेखि तलको भाग राख्दिनु अनि यसलाई फेरि पनि क्यापकट बन्द हुँदैछ। जस्तै क्यापकट खोलाऊ। यसरी चाहिँ बनाइन्छ है। हजुरहरूले यसरी बनाउनु होला। हस् त, थ्याङ्क यू।